नमस्कार साथीहरू, स्वागत छ मेरो मिनी ब्लगमा। ल हेर्नु साथीहरू, यो चाहिँ मैले बिहानको हो। अहिले चाहिँ मैले पोस्ट गर्दैछु साथीहरू। म चाहिँ बिहान बाबु नानीलाई स्कुल खाँदा हतार हुन्छ कि साथीहरू। खासमा मलाई मात्रै हो कि हजुरहरूलाई पनि यस्तै हतार हुन्छ। अनि अर्को कुरा चाहिँ नास्ता चाहिँ के बनाउने होला भनेर टाउको दुख्ने चाहिँ मेरो मात्रै हो कि हजुरहरूको पनि हो साथीहरू। म चाहिँ हतारमा पहिला तरकारी बसाएँ, त्यसपछि टमाटर काटेर अब यसमा तरकारीमा राख्छु साथीहरू। यति छिटो काम गर्ने भए त बेसी नै हुन्थ्यो कि मान्छे त है साथीहरू, तर होइन नि, मैले यसमा 2x राखेको छु, त्यही भएर यति छिटो भइरहेको छ साथीहरू। मैले चाहिँ अनि यो मुखमा चाहिँ के लगाएको होला बिहान भनेर नसोच्नु होला। यो चाहिँ मैले फेस प्याक लगाएको थिएँ आज। म चाहिँ अब राखेँ टमाटर काटेर। अनि साथीहरू, अनि यो तरकारी चाहिँ के पकाउँ हुने हजुरहरूलाई मात्रै, मलाई मात्रै हो कि हजुरहरूलाई पनि होला कि साथीहरू। जहिले तरकारी के पकाउँ यस्तो गाह्रो छ नि महिलाहरूलाई। अनि मैले भन्दै थिएँ साथीहरू, अनि यो फेसमा चाहिँ मैले दही लिएको थियो मेरो बुढोले चाहिँ। अनि त्यो दही चाहिँ बचेर के साथीहरू नखाएर बचिरहेको थियो, अनि अमिलो भइसकेको रहेछ। त्यसमा चाहिँ मैले थोरै बेसार राखेर फिटेर फेस प्याक बनाएर मैले लगाएँ फेसमा। अनि त्यसपछि हेर्नुहोस्, म फेरि यता प्याज काट्दैछु साथीहरू। लसुन प्याज काट्दैछु। फेरि यो फेरि किन काटिरहेको छु भनेपछि मेरो बाबु नानीलाई नास्ता चाहियो अरे स्कुल लग्नलाई। अनि रोटी फेरि नखाने, अनि परोठा जस्तो बनाइदिएपछि खाने। तर मैले चाहिँ थोरै आलु मिक्स पारेर रेडी गरेँ। अनि यता फेरि अघि टमाटर हालेर छोपेको थिएँ, अब पाक्यो कि पाकेन त भन्दै हेर्दैछु साथीहरू। फेरि ग्यास सानो बनाएर फेरि ठुलो बनाएँ। त्यसपछि यता चाहिँ म यसलाई थिचिरहेको छु साथीहरू। अनि थिचेर चाहिँ मिक्स गर्छु। अनि थोरै कराईमा पनि टाँसिसकेको रहेछ। फेरि मैले राम्रोसँग चलाएर थिचेर रेडी गरेँ। अनि यसमा चाहिँ झोल पनि राखेँ साथीहरू मैले, तर मिठो देखिरहेको छ साथीहरू। अनि मिठो पनि खाएको थियो। अब मैले यो आलुमा चाहिँ थोरै मसला नुन राखेँ साथीहरू, बेसार पनि राखेँ। अनि यो राखेर फेरि मैले प्याज र त्यो लसुन पनि राखेँ। अनि अब चाहिँ धनियाँ पनि राखेँ साथीहरू। अब चाहिँ म यसलाई मिक्स गर्दैछु। अनि यता फेरि पिठोलाई मैले हल्का मिक्स गरेँ। अब थोरै चाहिँ तेल